गुड इभिनिङ सबैजना। र आज चाहिँ मैले यो एउटा साँप घरको छेउमा निस्केको थियो र यसलाई मैले रेस्क्यु गरेको छु। यसलाई मैले पक्रेर छोड्नु लाँदैछु र यसको नाम चाहिँ हो रेड नेक किलब्याक स्नेक भन्छ। यो चाहिँ एउटा हाइली भेनमस स्नेक हो र यस्तो साँपहरु चाहिँ हामीले घरदेखि टाढो लगेर छोड्नु पर्ने हुन्छ। यो चाहिँ हाम्रो घरको छेउमा अस्ति पनि एक दिन निस्केको थियो, त्यो दिन त्यतिकै भाग्यो र आज पनि निस्केको थियो र चाहिँ मैले यसलाई पक्रेर आज यसलाई रिलिज गर्दैछु छु, छोड्दैछु छु जंगलमा लगेर। र यस्तो चाहिँ हामीले साँपहरु चाहिँ मार्नु हुँदैन, यस्तोलाई चाहिँ हामीले बचाउनु पर्छ। किनभने यो साँपहरु चाहिँ घरदेखि हामीले अलिक टाढोमा लगेर छोड्नु पर्छ, किनभने हाम्रो घरतिर नानीहरु हुन्छ, त्यसलाई यिनीहरुले ठुङ्ने डर हुन्छ नानीहरुले टेकेर। र यो चाहिँ पक्रेकोले गर्दा अलिक अहिले लट्टिरहेको छ र मैले यो छोडेको निकै बेर बादमा चाहिँ यो फ्रेश भएर गएको छ। यो देख्न सक्नुहुन्छ, यो चाहिँ साइज निकै राम्रै छ, यसको ठुलै छ। यो चाहिँ रेड नेक किलब्याक स्नेक हो। यो चाहिँ हुन्छ। थ्यांक यू।